काण्डको पर्खाइमा बस्ने भाइहरू आफ्नो आमाको दुलोभित्र गएर पस्ने है। अलि देखाउन लागेको भए पनि हुन्थ्यो। कम्मर माथि त ठिकै थियो, कम्मर मुनि त खै गएकै थियो फेरि। के बुझ्यो तिम्रो अनुहार चाहिँ राम्रो छ हेर, तिम्रो त्यो भित्र भएको इन्जिनहरू चाहिँ पुरै कुहिएछ के झ्याक्कै देखाइदिन्छ रोटी त। सो हेलो एन्ड नमस्ते ब्युटिफुल जनताज, वेलकम टु माई एनदर भिडियो। र आज चाहिँ म एउटा विषयलाई लिएर यहाँ बोल्न आइरहेको छु। तपाईँहरूले थम्बनेल टाइटल देखिसक्नुभयो होला। र अहिले चाहिँ एकदमै धेरै सोसियल मिडियामा एकदमै धेरै चर्चामा रहेको भाइरल भइरहेको विषय गङ्गु छेत्री काण्ड 7.2 मिनेट भन्ने यो चाहिँ भिडियो चाहिँ एकदमै धेरै भाइरल भइरहेको छ। अहिले जुनसुकै सोसियल मिडिया प्लेटफर्ममा हेर्दा पनि, चाहे टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब जहाँ कहीँ पनि हेर्दाखेरि चाहिँ एकदमै धेरै गङ्गु छेत्री एकदमै धेरै भाइरल भइरहेको छ। र आखिर यो विषय के हो त? ल आउनुहोस् आज यही विषयमा कुरा गरौँ। र अब सबैभन्दा पहिला यो विषय के हो त? यो कसरी कुन प्लेटफर्ममा कसरी भाइरल भइरहेको छ, पहिला हामीले त्यो हेर्नुपर्ने हुन्छ। यसको पछाडिको सच्चाइ के हो त? यो भिडियो कहाँबाट आयो, कसरी आयो र कसले गरायो र यो भिडियो किन आयो, यो सबै कुराहरू चाहिँ म तपाईँहरूलाई आज बताउन गइरहेको छु। र यो भिडियो चाहिँ अहिले एकदमै धेरै टिकटकमा, फेसबुकमा, इन्स्टाग्राममा एकदमै धेरै भाइरल भइरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। र हामीले देख्न सक्छौँ टिकटकमा चाहिँ उसको नाम लगाइसकेपछि चाहिँ एकदमै धेरै भिडियोहरू आउने गर्छ है। तपाईँहरूले देख्न सक्नुहुन्छ हरेक भिडियोमा काण्ड 7.2 र सबैले आफ्नो तर्कहरू दिएको होइन, ट्रोल गरेको, जस्टिस लेखेको हरेक कुराहरू हामीले देख्न सक्नुहुन्छ। सर्च बार पुरै सर्च गर्ने ठाउँमा चाहिँ पुरै उसको नामको काण्डदेखि लिएर अनेक कुराहरू हामीले त्यहाँनिर सर्चमा देख्न सक्छौँ। सर्चमा चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। र यो विषयलाई लिएर चाहिँ धेरै सेलिब्रेटीहरूदेखि लिएर, धेरै पत्रकारहरूदेखि लिएर, धेरै भाइ बहिनी, दाजुभाइ, दिदीबहिनीदेखि लिएर धेरैजनाले बोल्नु भएको छ। कसैले उहाँलाई सपोर्ट गरेर साथ दिनुभएको छ र जस्टिस माग्नुभएको छ भने कसैले उसको प्रयोग गरेर, तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ, उसको प्रयोग गरेर आइडीहरू क्रिएट गरिरहेको छ। र तपाईँहरूले यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ, म चाहिँ उसको नाम सर्च गर्दैछु टिकटकमा है। अनि यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ उसको नाम सर्च गरिसकेपछि चाहिँ एकदमै धेरै आइडीहरू आउने गर्छ है। यो चाहिँ उसको मेन आइडी हो होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ उसको मेन आइडी हो, 3 लाख फलोवर्स छ। तर जब हामी युजर्समा गएर हेर्छौँ त्यहाँनिर एकदमै धेरै, कसैले हजारौँ, कसैले लाखौँ त धेरै फलोवर्सहरू बनाइसकेको छ। र यहाँ तपाईँले देख्न सक्नुहुन्छ उसको चाहिँ हजारौँ आइडीहरू बनाइसकेको छ। उसको त्यो काण्डहरू, त्यस्तो भिडियो आइसकेपछि चाहिँ धेरैले उसको नाम युज गरेर, फोटो युज गरेर, भिडियो युज गरेर एकदमै धेरै टिकटक आइडीहरू बनाएको छ, तपाईँले यहाँ देख्न सक्नुहुन्छ। र यहाँनिर एउटा आइडी त झनै यहाँनिर तपाईँको लाइभ पनि बसिरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। अहिले तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ टिकटक लाइभ बसिरहेको छ। र यही भिडियोहरू भाइरल भएको मौका पारेर चाहिँ कसैले लाइभ बसेर पैसा कमाइरहेको छ भने कसैले धेरै आइडी बनाइरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। र यो अब टिकटकमा मात्रै सीमित छैन। र अब म तपाईँहरूलाई इन्स्टाको पनि देखाउँदैछु र तपाईँहरूले हेर्न सक्नुहुन्छ। इन्स्टाग्राममा पनि यसरी उसको भिडियोहरू आइराख्ने, काण्ड भनेर आइराख्ने गरिरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। र यो भिडियोहरू चाहिँ, यो विषय चाहिँ टिकटक र इन्स्टाग्राममा मात्र नभएर फेसबुकमा पनि एकदमै धेरै चर्चामा रहेको छ। फेसबुकमा पनि एकदमै धेरै उसको भिडियोहरू आइरहेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँनिर मैले स्क्रिनमा देखाइरहेको छु, तपाईँहरूले देख्न सक्नुहुन्छ। धेरैजनाले उसको भिडियो युज गरेर काण्ड चाहिएमा मेसेज गर्नु होला, र कतिले त पैसा नै उठाउने, अनि त्यसपछि भिडियो पठाउने, 100, 200, 300, 500 गरी पैसा पहिला पठाउन लगाउने, अनि त्यसपछि भिडियो पठाउने गर्दै धेरैले यहाँ भिडियोहरू युज गरिरहेको तपाईँले देख्न सक्नुहुन्छ। फेसबुकभरि गाली गरिरहेको छ भने कसैले सपोर्ट गरिरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। फेसबुकभरि टिकटक, इन्स्टाग्रामदेखि लिएर फेसबुकभरि उसको भिडियोहरू युज भइरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। र यो घटनाको बारेमा चाहिँ गङ्गु छेत्री आफैले नै बताएकी छिन्। र यो भिडियो कहाँबाट आयो, कसरी आयो, यो भिडियोको पछाडिको रहस्य के हो, सत्य कुरा के हो, गङ्गु छेत्री आफैले बताएको छ। यो चाहिँ म तपाईँहरूलाई अन्त्यमा सुनाउने छु। र त्यो सुनाउनुभन्दा अगाडि हाम्रो नेपालका भाइ बहिनी, दिदीभाइहरूले चाहिँ उसको बारेमा कस्तो सोच बनाइरहेका छन् त? कसैले नेगेटिभ त कसैले पोजिटिभ सोच बनाइरहेका छन् भने कसैले, तपाईँले देखिसक्नुभयो, धेरैले भिडियोहरू युज गरेर आफ्नो आइडीमा लाइक, भ्युज र फलोवर्सहरू बढाइरहेका छन् भने धेरैजनाले त उसको नामको आइडी नै बनाएर प्रोफाइल पिक्चर राखेर भिडियोहरू युज गरेर सिम्पेथी क्रिएट गरेर एकदम फलोवर्सहरू बढाउने, लाइक भ्युज बढाउने,
त्यस्तो गरिरहेको हामीले देखिरहेको छौँ। र अब आउनुहोस् कसले कस्तो कस्तो विचारहरू राखेका छन्, उसको बारेमा कस्तो कस्तो व्यवहारहरू गरेका छन्, कस्तो कस्तो शब्दहरू बोलेका छन्, कस्तो कस्तो कमेन्टहरू छ, त्यो हामीले हेर्नेछौँ र म तपाईँहरूलाई त्यो देखाउन चाहन्छु। सुरुमा यो भिडियो हेर्नुहोस्। गङ्गु छेत्री सायद अहिले यो नाम नसुन्ने मान्छेहरू त कमै हुनुहुन्छ होला। 7.3 काण्ड भन्दै यो सोसल मिडियाको हरेक प्लेटफर्ममा भाइरल भइरहेको छ। गङ्गु छेत्रीको 7.3 काण्ड भन्दै उहाँ एउटा टिकटकर होइन, उहाँ एकदमै भाइरल पनि हुनुहुन्छ टिकटकमा। शरीरलाई नङ्ग्याउनु भयो सोसल मिडियामा र उसले भिडियो बनाएर सबै ठाउँ राखिदिए। गङ्गु छेत्री मात्र होइन, यहाँ कति महिलाहरू यस्तै पीडामा परिरहेका छन्, कतिले न्याय पनि पाएको छैनन् कि। अनि हाम्रा समाजका मान्छेहरू के भएको चाहिँ के उसले त्यो त विश्वास गरेर शरीर नङ्गाएको नि। तिमीहरूलाई त अब छुट्टै रमाइलो छ कि ए 7.3 काण्ड ल कसलाई हेर्ने छ, ए कोसँग छ मलाई पठान, कसैको इज्जतलाई यतिसम्म उछाल्ने काम पनि नगर। एउटा महिलाले महिलाको कुरा बुझ्न सक्दैन होइन, महिलाले महिलालाई नै किन यतिसम्म भन्न सक्ने? पीडा बुझ्ने हो नि त, उसलाई आफ्नो ठाउँमा राखेर हेर त उसलाई कति पीडा भएको होला, डिप्रेसनमै पुग्ला, मर्नसम्म होला। तर एउटा कुरा याद राख कि छोरी मान्छेको सबैभन्दा ठुलो गहना भनेको उसको इज्जत हुने गर्छ। त्यो इज्जत एकपटक गयो भने कहिले पनि फर्किन सक्दैन भनेर। र भर्खरै मात्रै यी बहिनीले भनिन् छोरी मान्छेको सबैभन्दा ठुलो गहना उसको सम्पत्ति भनेको उसको इज्जत हो भनेर। र यो कुरामा चाहिँ म पनि सहमत छु र यो कुरा सत्य पनि हो, तपाईँहरूले पनि बुझ्नुपर्ने हुन्छ। र यहाँनिर यो बहिनीले पनि जस्टिस फर गङ्गु छेत्री भन्दै एउटा भिडियो बनाएको रहेछ र यो पनि म तपाईँहरूलाई सुनाउन चाहन्छु। विश्वासको नाममा उनले कपडा खोलिन् अनि उसको चरित्रलाई तिमीले चलचित्र बनाइदियो होइन त, थुक्क नामर्दा। लुगा नखोल्दा प्रेम जोगाउन गाह्रो, लुगा खोलिसकेपछि इज्जत जोगाउन। तिमीलाई विश्वास गरेर उनले लुगा खोलिन्, तिमीले उनको चरित्रलाई चलचित्र बनाइदियौ। र यी त थिए गङ्गु छेत्रीको सपोर्टमा बोलेको, उसको जस्टिसको लागि केही शब्दहरू, केही दिदीबहिनीहरूले बोलेको केही कुराहरू मैले तपाईँहरूलाई देखाएँ। र अब यहाँ र त्यो भिडियोलाई लिएर, त्यो काण्डलाई लिएर यहाँ अरू पनि व्यक्तिहरूले धेरै कुराहरू बोलेका छन् र यो कुराहरू सही हो या गलत हो यो पनि म तपाईँहरूलाई सुनाउन चाहन्छु। यो चाहिँ जस्टिस नभएर उसको विरुद्धमा बोलिएको शब्दहरू हुन्। र उहाँ चाहिँ हाम्रो फिल्म इन्डस्ट्रीको एकदमै चर्चित पुरानो हिरो जयकिशन बस्नेत हुनुहुन्छ र उहाँले चाहिँ गङ्गु छेत्रीको विषयमा के बोलेको छ त्यो तपाईँहरूलाई म सुनाउन चाहन्छु। त्यस्तो नगर नानी, अलिक देखाउन लागेको भए पनि हुन्थ्यो। कम्मरमाथि त ठिकै थियो, कम्मर मुनि त खोइ गएकै थियो। फेरि हेऱ्यो होला नि होइन, अनि किन इन्टरभ्यू लिएर त बरु पिताम्बरको कुराहरू। र यो त भयो जयकिशन बस्नेतको आफ्नो विचारहरू, उसले बोलेका कुराहरू मैले तपाईँहरूलाई यो छोटो क्लिपमा देखाइसकेँ। र अब यो क्लिपमा म तपाईँहरूलाई देखाउन चाहन्छु हाम्रो सामाजिक अभियन्ता भनेर चिनिने हाम्रो दिदी शर्मिला वाइबाले गङ्गु छेत्रीको विषयले लिएर टिकटक लाइभमा आएर केही कुराहरू बोल्नुभएको छ। यो तपाईँहरूलाई म देखाउन चाहन्छु, यो छोटो क्लिप तपाईँहरू हेर्नु होला। तपाईँहरूलाई त्यो देखेर केटाहरूलाई अलिक सिरिङ हुन्छ त, हामीलाई त घिन लाग्यो। तिम्रो कस्तो छ, मेरो त खतरा छ, मैले देखाउँदिनँ, मेरो त खत्रै छ। मलाई पनि पठायो यति, मैले के रहेछ भने हेरेको आमा भिडियो कलमा त खतरै गरेको छ अनि केटीले त। अनि एउटा कुरा के बुझ्नु पऱ्यो भने मान्छेले तिमीलाई के बुझ्यो, तिम्रो अनुहार चाहिँ राम्रो छ हेर, अनि तिम्रो त्यो भित्र भएको इन्जिनहरू चाहिँ पुरै कुहिएछ क्या, त्यो बुझ्छ अहिले छोरा मान्छेले। राम्रो केटीहरूको त इन्जिनै खराब हुँदो रहेछ भने बुझेछ अहिले। के गरेको छैन, लु म अब जे सिक होस्, अब त जे परे नि परोस् भनेर झ्याप्पै देखाइदिन्छ हौ रोटी त। हेर्दा त्यो केटी भर्खर 19-20 वर्ष केटी होला, त्यो भित्रको सामान पुरै कुहिएको छ फेरि। र उहाँले पनि गङ्गु छेत्रीको काण्डलाई लिएर केही कुराहरू भन्नुभएको छ, यो छोटो क्लिप सुन्नुहोस्। काण्ड काण्ड भन्दै अर्काकी फुल जस्ती छोरीलाई जे पाए त्यही भन्थ्यो। कस्तो फुल रहेछ त, फेरि आफै दङ दङ गनाइरहेछ अहिले। मलाई मात्रै हो कि साथीभाइहरूलाई पनि यस्तै छ भनेको, नष्टै गनायो। र यी भिडियोहरू त भयो उसको पक्ष र विपक्षमा बोलेका भिडियोहरू। र मैले यो भाइलाई चाहिँ थोरै सुझाव दिन चाहेँ। यो भाइले आफ्नो लाइक र भ्युजको लागि उसको त्यो भिडियो देखाएर एकदम घरमा फकाइसके यस्तो यस्तो भनेर भनिरहेको छ, यो तपाईँहरूले सुन्न सक्नुहुन्छ। उसलाई गलत भन्ने
सबैको भिडियोहरू हेऱ्यौँ र अब त्यो भिडियो हेरिसकेपछि यहाँ एकजना ब्रदरले चाहिँ एउटा भिडियो बनाउनु भएको रहेछ र यो भिडियोको एकदम सत्य नै यही हो। गङ्गु छेत्रीको यो सब काण्ड आउनुको कारण, यो काण्ड पछाडिको रहस्य र सत्य कुरा चाहिँ यही हो भनेर उहाँले बार बार भनिराख्नु भएको छ र यो हो होइन त्यो चाहिँ तपाईँहरूले भिडियो हेरिसकेपछि कमेन्ट गर्नुहोला र यो ब्रदरले भनेको सत्य हो होइन त्यो चाहिँ अब हामी भिडियोमा हेरौँ है त। जस्टिस फर गङ्गु छेत्री रे खुलित्ते लाखेर जस्टिस भन्नेहरू गएर खा त्यही चाट। अब त अति भइसक्यो, रिस उठिसक्यो यार। जस्टिस फर गङ्गु छेत्री भन्ने जबरजस्ती पर्छ यार मान्छेलाई, लाज लाग्दैन? के का लागि हो जस्टिस भन्ने? जस्टिस भन्ने शब्दको बलात्कार भयो यहाँनिर। निर्मला पन्तलाई जसरी उखुबारीमा लकटी बलात्कार भएको हो, घरमा छोरा नहुँदा बुहारीमाथि दुर्व्यवहार भएर ससुराले बलात्कार गरेको हो, घरको सम्पूर्ण सदस्य मिलेर एउटा नारी एउटा बुहारीलाई मारेर गाडेको हो, कि बुढाले कुटेर रकत्तामे बनाएर नारी हिंसा गरेको हो, घरेलु हिंसा गरेको हो, बच्चालाई चक्लेट दिन्छु भनेर ललाई फकाइ जङ्गल लगेर बलात्कार गरेको हो, एउटा नारीलाई गाउँ समाज टोल छिमेक मिलेर बोक्सीको आरोप लगाएको हो। अनि के का लागि जस्टिस छ? जसले चाहिँ टिकटकको कोइनको मूल्य चुकाउनको लागि आफ्नो शरीर नङ्ग्याएर आनन्द दिने काम गर्यो, त्यसलाई के को जस्टिस छ? जस्टिस त गङ्गु छेत्रीको बाउआमाले पाउनुपर्छ। जुन छोरीले आज टिकटकको कोइनको मूल्य चुकाउन आफ्नो शरीर नङ्ग्याएर बाउआमाको इज्जतको धजिया उडाएर आज शिर झुकाउन बाध्य बनाएको छ नि, हो त्यो बाउआमाले पाउनुपर्छ जस्टिस। के का गङ्गु छेत्री के अरे चरित्रलाई चलचित्र बनाइदियो तिमीले, उसको मायालाई रे पैसा त्यत्रो लगानी छ त चलचित्र त बनिहाल्छ नि। अझ धमिलो बने अझ क्लियर बन्नुपर्ने हो। त्यत्रो दुःख गरेर कमाएको पैसा हालेको छ त चलचित्र त बनिहाल्छ नि। अनि म्युजिक भिडियोमा कहाँको सिन कति राम्रा सिन हुन्छ, त्यो एउटै जाब सिनलाई, त्यति धमिलो सिनलाई मान्छेले त्यत्रो कोइन खर्च गरेको छ अनि बिना स्वार्थ गर्छ त गरिहाल्छ नि। त्यो त चलचित्र खास 10 मिनटको बन्नुपर्ने हो लगानी अनुसार, 7 मिनटको त धेरै छोटो भयो। लगानी उठेकै छैन, त्यही लगानी नउठेर त भिडियो पब्लिस गरे नि। लगानी उठेको भए सन्तुष्टि भएको भए त यो भिडियो बाहिर आउँदैन थियो क्या वास्तवमा। अनि जस्टिस जहाँ पनि जस्टिस माग्ने, अब झ्याम्मा हानेर लडाइदिन्छु जस्टिस माग्नेहरूलाई, लाज छैन कति न। अझ तिमीहरू नि त्यहीँबाट जन्मेको हो, नारीको इज्जत गर्न सिक्रे के? हामी कोदोबारीमा तिमीहरू के कोदोबारीमा गएर काण्ड मचाएर तिमीहरूले जवानी थाम्न नसकेर उथुल भएर के रुम मिलाएर झ्यामझुम काम सकाएर जन्मेको छोराछोरी जस्तो लाग्छ? बाबुआमाले झ्याम बिहा गरेर एकअर्काको फिलिङ्स मिसाएर अनि त्यत्रो मेहनत त्यसरी जन्मेको मान्छे हो नि। तिमीहरू जस्तो के काम नपाएर हरिलट्ठको त्यो कुकुर जोल्ठिया जसरी जन्मिया जस्तो गर्छ कि क्या हो तिमीहरूले? त्यसै तिमीहरूलाई जस्टिस माग्ने लाज लाग्दैन? हामी त गाउँमा हुर्केको बाबुआमाको चोखो माया मिसिएको छ है। त्यो दिनभरि खेतबारीमा काम गरेर आएर राति एकछिनको थकाइ मेटाउनको लागि अनि आफ्नो फिलिङ्स मिसाएर जन्मेको छोराछोरी हो हामी। त संस्कारी हो नि। अनि तिमीहरू जस्तै कति न त्यो कुकुर जोल्ठिया जस्तो जोल्ठेर जन्मेको छोराछोरी जस्तो भएर जहाँ पनि जस्टिस माग्नलाई हाने लडाइदिन्छु। अब त म त कसम रिस उठिरहेको छ, ठिक्क परेको छ। अनि टिकटकको कोइनसँग जवानी साट्ने मुर्दारहरू अझ जस्टिस माग्दै हिँड्छ। अनि जस्टिस भन्ने शब्दको बलात्कार भएन यहाँ। अनि कला हेर्न, कला जसको कला छैन, जसको गला छैन, त्यसले देखाउने यही हो, ठिक्क परेको छ। खास 10 मिनटको हुनुपर्ने हो है। जस्टिस माग्नेहरू त्यही गएर खाए हुन्छ। अझ जसले जस्टिस मागिराख्ने त्यसले चाहिँ भिडियो सेयर गर्दै बसेको छ, लाज छैन मुर्दारहरू। अनि हामीलाई थाहा थियो त, हामीले लिएर आएको हो यो काण्ड बाहिर, ठिक्क परेको छ। लगानी उठेन होला बाहिर ल्याइहाल्छ नि भिडियो। र तपाईँहरूलाई के लाग्छ त के यो ब्रदरले भनेको कुराहरू सत्य हो त? र अहिले काण्ड आएको 2-3 दिनपछि चाहिँ एकदमै धेरै यस्तै भिडियोहरू आइरहेको छ। उसले टिकटकको कोइन पचाउनको लागि चाहिँ त्यसरी आफूलाई नङ्ग्याएको र पछि त्यो भिडियो बनाउनेले चाहिँ अनि पहिल्यै बनाइसकेको तर भिडियो चाहिँ अहिले आएको हो भनेर गङ्गु छेत्रीले पनि भनिरहेको छ। र यो कुरा के हो त? यसको विषयमा गङ्गु छेत्री आफैले बोलेको छ र त्यो चाहिँ तपाईँहरूलाई म देखाउन चाहन्छु। तपाईँहरू यो क्लिपमा हेर्न सक्नुहुन्छ। आखिर के हो त सत्य? उसले आफैले भनेको छिन्, तपाईँहरू हेर्नु होला। हेलो नमस्ते सबैजनालाई, मेरो नाम गङ्गु छेत्री र यो म भिडियो किन बनाउँदैछु भन्दाखेरि मलाई बनाउनु मन थिएन। किन बनाएको भन्दाखेरि चाहिँ जति पनि कमेन्ट गर्नुभएको छ दाजुभाइ दिदीबहिनी सबैजनालाई एउटा सानो मेसेज मेरो तर्फबाट। धेरैले बोल्नु भएको छ मेरो फेक अकाउन्ट बनाएर, अनि धेरै मान्छेले बोल्नु भएको छ मेरो यस्तो भिडियो देखेर होइन। कतिले राम्रो बोल्नु भएको छ, कतिले नराम्रो तरिकाले बोल्नु भएको छ। आई एप्रिसिएट, म सबै एप्रिसिएट गर्छु होइन। मेरै नाममा बनेको छ, थ्याङ्क यू। मेन कुरा म भन्न आएको चाहिँ कुरा, सरी म बिर्सिहाल्छु होइन, सरी। कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ ऊ मेरो पास्ट थियो, ऊ नभनौँ वरेवर। अनि पब्लिक नगर्नुको कारण है त, मेनली ऊ मेरो पास्ट भयो होइन। ओके, मैले मिस्टेक गरेँ, त्यो मलाई राम्रोसँग थाहा छ र गल्ती गरेपछि मलाई झुक्न पनि आउँछ है। तर यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ होइन र, डटेर बस्न सही लाग्छ। एन्ड पब्लिक नगर्नेको कारण चाहिँ अनि केस फाइल नगर्नुको कारण चाहिँ यो मेरो पास्ट है। अनि
कोले याद गर्नुभयो होइन अब सबैले भिडियो त हेरिसक्नुभयो होला होइन यत्रो मेरो बारेमा बोल्ने केही बुझेर बोल्नु भएको होला नि त होइन बुझेरै मलाई राम्रोसँग पहिलादेखि चिनेर बोल्नु भएको होला कतिले होइन अनि त्यो भिडियो एकचोटि मजाले हेर्नुभएको छैन भने प्लिज गएर एकचोटि फेरि हेरिदिनु होला जुन मेरो हातमा ट्याटु छ यो मेडुसाको आई गट दिस ट्याटु 1 वर्ष अगाडि है अनि त्यो भिडियोमा हेर्नुहुन्छ भने त्यहाँ मेरो यो हातमा यो ट्याटु छैन एन्ड कहिलेको कुरा हो त्यो त मलाई एक्ज्याक्टली थाहा हुन्छ नि त मैले यो कुरा मैसँग मात्र राख्नु खोजेको थिएँ बट अनफर्चुनेटली हो कि फर्चुनेटली आई डोन्ट नो अब सबैले भन्छ जे हुन्छ राम्रो लागि हुन्छ मलाई आत्तिन आउँदैन कुनै पनि सिचुएसनमा मेनली कुरा चाहिँ है अनि मलाई आत्तिनै आउँदैन क्या है अब होइन नराम्रो त लाग्छ होइन अनि कतिले एकछिन मलाई फेरि एउटा कुरा दिमाग सर्क्यो क्या नराम्रो कमेन्टमा एउटा याद गरिहालेँ फेरि मैले होइन भन्नुभएको छ तिम्रोहरूको थाहा छैन र हामीलाई तिमीलाई नचिनेको र ब्रो के थाहा छ तिमीलाई केही पनि थाहा छैन है सो बेटर हुन्छ है कसैको बारेमा केही नबुझी केही थाहा नभइकन चाहिँ प्लिज कसैले नभएको कुरा चाहिँ नफैलाम होइन अनि जतिले पनि मेरोमा कमेन्ट गर्नुभएको थियो बिसी भनेर हाल्थ्यो पोस्ट गर्थ्यो पहिला नो ब्रो मेरो बाहिर आयो मेरो भिडियो आउट भयो होइन अब एक्सपेक्ट गरिरहेको थियो होला मर्छ सिभिल सिकन डाई भनेर फक नो बडी म चाहिँ यस्तो नो आम चिल गर्ल होइन अब लास्ट बचाएर स्ट्रङ गर्ल होइन लिएर लास्ट बचाउनु भन्छ पनि भनेको थियो अनि त्यो कमेन्ट चाहिँ केटीले गरेको थियो क्या सुनबैनी यता सुने तिम्रो लागि सानो म्यासेज होइन तिमीले पनि गरेको होला भन्दिनँ गरेको छौ भनेर गरेको होला गर्न सक्ला होइन प्लिज के भन्छ बी अवेर होइन ख्याल राख्नु अब मेरो इन्सिडेन्ट देखेपछि त तिमीले डेफिनेटली त्यस्तो गर्दैन यो चाहिँ एउटा चेतनामूलक नै भयो मेरो यो जुन भिडियो बाहिर आयो त्यसले चाहिँ आई होप सबैजना खुसी हुनुहुन्छ होला होइन अनि म के भन्छु भनेर राख्दै मैले बिर्सेँ क्या के बोल्दैछु मलाई के थाहा छैन तर म यति कुरा चाहिँ भन्छु फेक अकाउन्टहरू धेरै क्रिएट भएको छ मेरो अहिले होइन पहिलादेखि हुन्थ्यो तर पहिलाको भिडियो मेरो पहिला मेरो मैले जुन भोइसँग म भिडियो बनाउने गर्थेँ होइन त्यो डाइरेक्ट कसैलाई म के अरे डेडिकेट गरेर बनाउँदिनँ थिएँ त्यो भिडियोहरू चाहिँ अहिले जाँदैछ होइन मेरो फेक आइडी बनाएर के भन्छ म भएर चाहिँ यस्तो प्लिज म त्यस्तो त्यो के अरे विचार भन्ने टाइपको छैन है मेनली कुरा चाहिँ अनि बी स्ट्रङ कमेन्ट देखिरहेको छु मैले म स्ट्रङ छु थ्याङ्क यू सो मच तपाईँहरू सबैजनालाई कतिले राम्रो कमेन्ट गर्नुभएको छ अनि अनि अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ यो पनि भुल्दिनँ म कि नेपाली नै हो तपाईँहरू नै हो होइन तपाईँहरू हामी नै हो म होइन कि तपाईँहरू नै हो होइन कतिले नराम्रो वेमा फरवर्ड गर्नुभएको छ कतिले राम्रो वेमा गर्नुभएको छ तर प्लिज म चाहिँ यहाँदेखि के भन्न चाहन्छु भने चाहिँ जति पनि भिडियो बन्यो आजसम्म बन्यो होइन सो प्लिज मेरो नाम युज गरेर चाहिँ कसैले पनि भिडियो अपलोड नगरिदिनु होला प्लिज आई डोन्ट निड जस्टिस मलाई जस्टिस चाहिएको छैन किनकि जे कुरा छ त्यो ममा छ होइन म सक्छु फेस गर्न ठिक छ जे भयो होइन जे भयो नगर्ने गल्ती मबाट भयो एन्ड अभियसली सबैको भएको छ धेरैको भएको छ यो बाहिर आएको छैन होइन सो म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ दिदी बहिनी मेनली चाहिँ होइन मलाई एकछिन इवाको याद आयो मलाई छोरी मान्छेको कुरा त नि छोरी मान्छे नै हुन्छ छोरा मान्छे हुँदैन है सरी त्यही भन्न चाहन्छु सो जसलाई मेरो बारेमा केही पनि थाहा छैन तहरूलाई बोल्ने केही अधिकार छैन ओके नो राइट ओके जब कि मैले केही मेरो बारेमा बोलेको छुइनँ भने तिमीलाई पनि कुनै राइट छैन अरे मन हाम्रो पनि छ गल्ती मान्छेबाट हुन्छ ओके सो तिमीहरूको यो ओपिनियन तिमीहरूको यो के भन्छ सल्लाह सुझाव प्लिज आफूसँग राख्नु होला होइन म कस्तो छु त्यो मलाई थाहा छ अब मैले यहाँ जति बोले पनि जे गरे पनि तिमीहरूको सोच त बदल्न सक्दिनँ तर पनि आइएम गुड ओके आइएम गुड अनि बहिनीहरू धेरै नभएको मेरो कमेन्टमा है यस्तो गरे के ब्ला 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 यहाँ बोल्न मिल्दैन तर है म चाहिँ कस्तो खालको मान्छे भन्दाखेरि चाहिँ मलाई सिचुएसन ह्यान्डल गर्न आउँछ होइन म आत्तिदिनँ म यति कुरामा चाहिँ म खुसी छु होइन म के बोल्दैछु मलाई थाहा छैन तर पनि म के बोल्छु भनेर आएको थिएँ तर पनि म मनकै कुरा बोल्दैछु होइन दिमागै छैन क्या एकछिनै के भन्छु भन्दाखेरि चाहिँ अब चाहिँ सो प्लिज आजसम्म जति भिडियो बन्यो आजदेखि चाहिँ प्लिज मेरो नाममा कुनै पनि भिडियो नेगेटिभ वेमा आई डोन्ट नो गर्छ होला बट नेगेटिभ वेमा पोजिटिभ वेमा मलाई दुइटैमा भिडियो चाहिएन होइन अनि थ्याङ्क यू सो मच भन्न चाहन्छु सबैजनालाई होइन अनि आम स्ट्रङ इनफ थ्याङ्क यू सो मच गाइज
सबैलाई धेरै 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 धेरैभन्दा धेरै 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 माया। अनि म त्यो केटासँग मेरो नाम जोड्न चाहन्न, प्लिज। त्यति हो मेरो कुरा होइन। अनि रिपोर्ट भनेको कुरा, केस फाइल भनेको कुरा त्यो बिस्तारै हुन्छ, किनकि यो भएको भिडियो त पहिलाको हो, आउट अहिले भएको छ नि त। सो प्लिज अहिले उसलाई चिल गर्न दिनु होइन। जब मेरो दिमाग सर्किन्छ म केस फाइल गर्छु है, पछि, अहिले होइन, अहिले होइन, म पछि गर्छु। सो त्यसको लागि पनि होइन, उसले पनि चिल गरोस् होइन, चिल मारोस्। तर मेरो मनले मान्दैन, किनकि मेरो मनै कस्तो छ क्या, किनकि अब मलाई यस्तो भयो होइन, त्यसको चाहिँ मैले किन गर्ने, अरूलाई मैले किन गर्ने, त्यो टाइपको छ मेरो मनै, त्यस्तो छ क्या पहिलादेखि नै। एन्ड आइ एम प्राउड, मेरो मन त्यस्तो छ भनेर चाहिँ। सो जरुरी छैन ऊ बाहिर आउनुपर्छ भनेर, किनकि म मरेको छुइनँ, म बाँचिरहेको छु है। थ्याङ्क यू सो मच गाइज, बाई बाई, गुड नाइट, टेक केयर, बाई बाई, बाई बाई। र तपाईँहरूले यो भिडियो पुरा हेर्नुभयो होला, उसले के भनेको छ भनेर, त्यो कसरी आएको, कहाँबाट आएको, किन आएको, त्यो सबै कुराहरू उसले भनिसकेको छ। र त्यो भिडियो कसरी लिक भयो पनि उसले भनिसकेको छ। र अब उसले त्यो विषयलाई लिएर पछि फाइल गर्छु, यो गर्छु, त्यो गर्छु, उसले सबै भनिसकेको छ होइन। अनि ठिक छ, ऊ पनि एउटा मान्छे हो, ऊबाट गल्ती भयो, आफ्नो ठाउँमा छ। र तपाईँहरूले अब भिडियोहरू सेयर गर्ने, यताउता कमेन्ट गर्ने, यताउता बन्द गरिदिनु होला। अनि मेन भनेको उसको आइडी नबनाइदिनु होला। आइडी बनाएर भिडियो हाल्ने, सिम्पेथी क्रिएट गर्ने, अनि लाइक भ्युज कमाउने, फलोवर्स कमाउने, त्यो काम नगर्नु होला होइन। किनभने अब त्यो एकदम गलत कुरा हो होइन। अरूको थ्रुबाट आफू राम्रो हुनु, अरूलाई युज गरेर आफू राम्रो हुनु चाहिँ एकदम नराम्रो कुरा हो। र अब चाहिँ ऊ लाइफमा एकदमै धेरै मुभ अन भइसकेको छ। र तपाईँहरू यो भिडियो पनि र तपाईँहरूले यो भिडियो पनि हेरिसक्नुभयो होला। ऊ कति चिल छ आफ्नो लाइफमा, उसले भनिरहेको छ उसलाई पनि चिल मान्न देऊ, म त्यस्तो आत्तिने मान्छे होइन भनेर उसले भनिरहेको छ। र तपाईँहरूले पनि अब सबै कुराहरू बन्द गरिदिनु होला, किनभने अब उसको लाइफ हो, उसको तरिकाले जिउँछ उसले। तपाईँहरूले यो आइडी बनाउने, कमेन्ट गर्ने, भिडियोहरू सेयर गर्ने अब चाहिँ बन्द गरिदिनु होला। अब उसको लाइफ उसको तरिकाले जिउँछ। अब त्यो भिडियो लिक गर्ने मान्छेलाई उसले जे गर्छु भनेको छ गर्छ या गर्दैन, त्यो उसको कुरा भयो, उसको खुसीको कुरा भयो, उसले के गर्छ त्यो उसको मतलबको कुरा भयो। र यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, र यो भिडियोको सत्य तथ्य तपाईँहरूले थाहा पाउनु भयो होला। यो भिडियो कहाँबाट आयो, कसरी आयो, र कसले यो भिडियोको बारेमा कस्तो कस्तो शब्दहरू बोले, कुन कुन प्लेटफर्ममा कसरी यो भिडियोहरू बाहिर आयो, कसले आइडीहरू बनाए, कस्तो कस्तो कमेन्ट गरे, यी सबै कुराहरू मैले तपाईँलाई देखाइसकेँ। र त्यो रिगार्डिङ लिएर उसले बोलेको कुराहरू पनि तपाईँहरूले सुन्नुभयो होला। र यो विषयमा लिएर तपाईँहरूको विचार के छ, तपाईँहरूलाई बुझेको कुरा के छ, त्यो चाहिँ कमेन्ट गर्नु होला। र अब हामी 1000 सब्सक्राइबरको निकै नजिक छौँ, सब्सक्राइब गरिदिनु होला, भिडियोलाई सेयर गर्नु होला।